कुनै बेला अमरेश सिंहले यसरी मन्त्री र सांसदहरूलाई थर्काएका थिए। मन्त्रीजीको बाउको देश हो या प्रधानमन्त्रीजीको बाउको देश हो? उहाँले भनेका थिए मन्त्री र प्रधानमन्त्रीको भाउको देश हो। देश जनताको हो। बोलिदिनु पर्यो कि ट्याक्स खान जवाफ गर्नु भएन। 3 मिनेटको बात कति हो? घन्टौँ तपाईँ तपाईँ पहिलाचोटि सांसदमा आफ्नो स्तरमा बस्नुहोस्। समितिको नियम छ नि, त्यो बिचमा टोक्न पाइन्छ? सभापतिले बनाधिकार, तपाईँलाई बनाधिकार होइन। यो माओवादी राज होइन, गुण्डातन्त्र होइन, लोकतन्त्रबाट आएको समिति पनि लोकतन्त्र हुन्छ होइन? माओवादी जङ्गलमा होइन, माओवादी जङ्गलमा लुटेर आउनेले सकाउनु हुन्छ। जे भनेको थियो माओवादीले जुन तरिकाले गर्न खोज्छ त्यो सम्भव छैन, रुल अफ लको छ। उहाँले भनेको थिए पहिला देशबाट श्रमिकलाई भगायो, जनतालाई भगायो, अब व्यापारी भगाउनेतिर छ। अब यो देशमा नेता र कर्मचारी मात्र बसौ र देशलाई लुटेर खाऊ भनेर भन्नुभएको थियो। पहिला श्रमिकलाई भगाए देशबाट, त्यसपछि विद्यार्थीलाई भगाए, अब व्यापारी भगाउनेतिर राखेको छु। मात्र नेता र कर्मचारी बसौँ यो देशमा र देश लुटौँ। र यस्तै नेता हाम्रो यो सिस्टममा चाहिन्छ, जसले पारदर्शिताको कुरा गर्छ, जसले एकाउन्टेबिलिटीको कुरा गर्छ। त्यस्तो नेता हामीलाई चाहिएको हो।